हम मधेश का बेटा है भने एउटा कुरा हुन्छ, हम मधेश का छाउरा है भनेपछि छाउरा भने के हो तपाईँले भन्नुहोस्, मधेसको छाउरो भने के हो? अब यस्तो यस्तो चुतियाले पनि जिताएर के काम साथीहरू? न कसैको उसलाई डर छ, कसैको भाषामाथि के म वर्ड बोलिरहेको छु, के बोलिरहेको छु आफैले थाहा छैन। अब छोरा भने केलाई बुझाउ कि छोरा भनेको छोरा हो यार। हाम्रो भाषामाथि, हाम्रो संस्कृतिमाथि के भन्न खोजेको तपाईँले? होइन, एकैचोटि मतलब आफ्नो पर्सनल फाइदाको लागि, भोटको लागि कसैले विरोध गर्नु भनेको हदसम्म हुन्छ कि, तर हदै पार नगर। त्यही भएर साथीहरू, स्पेसलमा म देशको सबै साथीहरूलाई भन्न चाहन्छु कि युवाहरू जागिसकेका छन् होइन, र जो जागेका छैन भने उहाँलाई प्लिज म भन्छु कि तपाईँहरू अब जाग्नुहोस्, किनभने काम छैन। अब बसेर चुपचाप बोल्नुहोस्। एउटा हद हुन्छ, हेर्नु न के बनिरह्यो। भाषा हाम्रो संस्कृति हो, हाम्रो भाषा हो, हामीले वर्ड युज गर्छौँ नि त, त्यस्तो त्यो नराम्रो होइन नि, तर यसले नराम्रो डाइरेक्सनबाट कसरी बनिरहेछ यसरी। अब यस्तो यस्तोलाई जिताएर काम छैन साथी। त्यही भएर अब जाग्नुहोस् र सबैजना अनुरोध गर्न चाहन्छु। आक्रोश त्यति छ कि म के भन्नु।